आज हामी तपाईहरूलाई तामाङ जातिभित्र रहेका मोक्तानहरूको एक महत्त्वपूर्ण परम्परा कुल पूजा देवालीबारे जानकारी दिन जाँदैछौँ। यो केवल धार्मिक संस्कार मात्र होइन, यो हाम्रो पुर्खाबाट चलिआएको बोन संस्कार, बोन ट्रेडिसनसँग जोडिएको एक महत्त्वपूर्ण सांस्कृतिक अभ्यास पनि हो। मोक्तानभित्र 4 खोर हुन्छन्: चान्दाखोर, बोङ्ग्राखोर, चुप्साङ र बाप्साङखोर। यीमध्ये बोङ्ग्राखोरको कुल पूजा देवाली हाम्रो पुरानो परम्परा, आस्था र पुर्खाको इतिहाससँग जोडिएको अत्यन्तै महत्त्वपूर्ण संस्कार हो। यस भिडियोमा हामी काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नम्बर 7 कलधारका मोक्तानहरूको परम्परागत कुल पूजा प्रस्तुत गर्ने प्रयास गरेका छौँ। कुल पूजा सुरु गर्नुअघि परिवारभित्र लाहालबा अर्थात् आपसी सल्लाह गरिन्छ। त्यसपछि गाउँका दाजुभाइसँग छलफल गरी कुलछ्याङ अर्थात् देवाली पूजा कसरी गर्ने र सुपारी कसलाई दिने भन्ने निर्णय गरिन्छ। त्यसपछि घर सरसफाई गरी सम्पूर्ण तयारी गरिन्छ। यस समयमा घरभित्र मासुजन्य वस्तु तथा छालाका सामग्री राख्न निषेध हुन्छ। पहिलो दिन राति ला डिम्तार विधिबाट घर शुद्धिकरण गरिन्छ। यस दिन कुल, सिमीभूमि, देवी देवता र पुर्खाहरूलाई साङ चढाइन्छ। साथै मानव उत्पत्तिको इतिहास, सेराप सेवा सुनाइन्छ। यो सम्पूर्ण प्रक्रिया प्रकृति पूजा तथा बोन संस्कारसँग जोडिएको विधि हो। दोस्रो दिन पश्चिम दिशाका सिमीभूमिलाई विशेष रूपमा पूजा गरिन्छ। पुर्खाहरूको बसाइसराई र भाकलसँग जोडिएको यो विधिमा 9 वटा तोर्मो, 9 बत्ती र कुखुरा बलि चढाइन्छ। परम्परागत सामग्री प्रयोग गरी पूजा सम्पन्न गरिन्छ। तेस्रो दिन बिहान घरभित्र 13 वटा तोर्मो बनाइन्छ र विशेष रूपमा सजाइन्छ। घरको मुली बाआमालाई कुलको प्रतीक मानेर पूजा गरिन्छ। त्यसपछि पासाम क्याबा अर्थात् सिङ्कारा गाड्ने विधि गरिन्छ, जहाँ ज्वाइँ र कुटुम्बा पनि सहभागी हुन्छन्। लाबोनहरू नाच्दै र गाउँदै पूजा सम्पन्न गर्छन्। राति मानव र कुल देवताको बीचमा प्रतीकात्मक बार लगाई अन्तिम पूजा गरिन्छ। त्यसपछि सबैलाई प्रसाद वितरण गरिन्छ। यसरी बोङ्ग्राखोरको कुल पूजा केवल धार्मिक विधि मात्र होइन, यो बोन संस्कार, पुर्खाको इतिहास, प्रकृतिसँगको सम्बन्ध र सामाजिक एकताको जीवन्त प्रतीक हो। यो भिडियो केवल केही अंश मात्र हो। सम्पूर्ण संस्कार र विधि समेटिएको पूरा भिडियो चाँडै आउँदैछ, प्रतीक्षा गर्नुहोला। यदि तपाईले हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने अहिले नै सब्स्क्राइब गर्न नबिर्सनुहोस्। भिडियो कस्तो लाग्यो भन्ने आफ्नो प्रतिक्रिया कमेन्टमा अवश्य दिनुहोस्। साथै यो महत्त्वपूर्ण सांस्कृतिक भिडियो आफ्नो आफन्त, साथीभाइ तथा सबैसँग सेयर गरेर हाम्रो संस्कृति जगेर्ना गर्न सहयोग गर्नुहोस्।